Finally, Simmer arrived. Thank you. Finally, it's gone. हामी चाहिँ पोखरा चढिसकेपछि चाहिँ एकछिन रेस्ट गरेर दाइको त्यहीँको दाइको बाइक लिएर चाहिँ हामी दाइ र म चाहिँ गयौँ लेखनाथ भन्ने ठाउँतिर। त्यहाँ फेरि सबै बाटो बनाउन लागेको रहेछ अनि बाटो चाहिँ एकदमै कच्ची बाटो जस्तो थियो, धुलो एकदमै उडिरहेको थियो। गाडी नहिँड्नु चाहिँ केही थिएन, गाडी हिँड्न गाडी हिँड्न गयो भने चाहिँ एकदमै धुलो धुलो चाहिँ पर्थ्यो कि त्यहाँ बाटो भत्काएर फेरि बनाउनु स्टार्ट गरेको भएर चाहिँ त्यस्तो भएछ। जाम पनि यति थियो बनाउनु थियो कोही भ्लग नगर्नु अनि हामी चाहिँ त्यहाँ पुगेपछि चाहिँ मोतीभान दाइले चाहिँ हामीलाई लिनु भयो र हामी दाइसँग चाहिँ दाइको घर गयौँ। हामी चाहिँ दाइकोमा एकछिन बसेर त्यसपछि चिसोहरू खाजा खाएर हामी चाहिँ लाग्यौँ बेगनास तालतिर बोटिङ गर्नको लागि। त्यहाँ चाहिँ हाम्रो दिदी पनि हुनुहुन्थ्यो, दिदी चाहिँ बोटिङको व्यवस्था गर्दै हुनुहुन्थ्यो भने अनि हामीहरू 3 जना भएर चाहिँ बाइकमा गयौँ बेगनास तालतिर। तर अर्कै ताल दाइले भन्नुभएको थियो नि सानो सानो 2टा ताल के ताल हो सानो है बाटो पारि हेर्नु त यहाँ देखियो अघि सानो देखियो डेन्जर बाटो सानो राम्रो रहेछ तर गाउँको जस्तो के फाइनल्ली हामी चाहिँ त्यहाँ पुग्यौँ र बोटिङ चाहिँ हामीले स्टार्ट गऱ्यौँ। बोटिङ चाहिँ जीवन दाइ र मोतीराम दाइले चलाइरहनु भएको थियो। गौरी दिदी र म भने चाहिँ त्यहाँ चाहिँ बसिरहेका थियौँ बिचमा। दाइहरू चाहिँ मोतीराम दाइले त त्यही पनि 2-3 चोटि चलाइसक्नु भएको थियो तर जीवन दाइको चाहिँ फर्स्ट चोटि थियो। सो हामी चाहिँ इन्जोय गर्दै थियौँ दिदी र म चाहिँ। जालहरु छ बिच बिच जाल छैन जालमा अड्किन्छ अनि डोरी छैन का अहिले त एकछिन नचलाउ त बाबु उता काट्न पर्यो तिमी नचलाउ है सुनिसन्छ जाल अहिले छैन एकछिन पछि बल्ल 3 बजेतिर काट्दैन जे गाडी हात नराख है ठोक्केला हेर है बाबु हात बाहिर है बाहिर एक्सिडेन्ट भयो ओ ठोक्के डोरी दबाउ डोरी डोरी हजुर दाबिलो नि ल यतालाई जग्गा छ यता फर्के अब धेरै काडा काडा धेरै काट्छ दाइ त प्रो हुनु भइसकेछ त बाबु त्यहाँ नचलाउ तिमीले डोरी आयो भने दाबिलो नि त बाबु है सिक्न पनि चाहिँ मैले हो के आउँदैन ऊ यो 2-4 दिन पालो आउँदैछ नि डोरी आयो त बाबु है 1 घण्टा चलाएन 1000 रुपैयाँ पाउँछ के ल बाबु एकचोटि एकजनालाई घुमाएर ल्यायो भने 1000 रुपैयाँ पाउने 1 घण्टा आधी घण्टा लाने आधी घण्टा फर्काउन टाइम लाग्छ अनि 1000 रुपैयाँ अब बिचा त जता गए नि बाबु बिचा त जता गए नि भयो ब्लग हो अँ हाई गाइस हेलो गाइस
हेलो गाइज हुन्छ र हेलो गाइज हुन्छ सिकाउँदैछु है भैयालाई आज मैले त चलाएको छैन त कहाँ पानी बोतल उयो खाली बोतल भित्र पानी पऱ्यो भने फाल्नुलाई जीवन कुराहरू प्रार्थना गरेर चाहिँ पानी छाप्दैछु एकदम सबैको राम्रो होस् सबैको राम्रो होस् ल तपाईँको मैले प्योर बनाइदिएको नि एउटा चलाउनु भएको होइन राम्रो भएको थियो है मैले नि बनाइदिएको बाइक चलाउँदाको तपाईँको नि भइरह कति चिसो है पानी यस्तै बोलिदिनु 7:30 हिँड्यौँ है ल यस्तो किन घरतिर जानु लाग्यो हजुर घर जानु लाग्यो र भन्छ ए माझी कुन जानु लाग्यो कसले माछा खान जाने हो क्या म भेजो ए माछा त भेजो नि पानी फल्ने बाख्राहरू नि भेजे नि मासु खान मन गरे दिदी बाख्राहरू नि भेजै त होला नि माछा मासु खान मन गरे जाओस् रे बोतल खन्नै घुमाइदिए कला क्या कला हामीसित चलेको बोट पाइडल जे भने नि भन 4 सेकेन्ड 5 सेकेन्ड ढुङ्गा त खतरा दौडेको छ फेरि बोट चाहिँ दाइले चलाउनु भयो किनकि त्यहाँ चाहिँ हावा चल्न स्टार्ट भएको थियो अनि त्यहाँ चाहिँ हावा चल्यो भने बोटमा चाहिँ एकदम रिक्स हुन्छ भनेर चाहिँ दाइले अनि अब छिटो लान पर्छ भनेर चाहिँ फेरि दाइले चलाउनु भयो हेलो हेलो हामी चाहिँ त्यो बोट चाहिँ जति सक्दो त्यति छिटो चाहिँ निकाल्नु पर्ने थियो किनकि त्यहाँ चाहिँ पानी पहिरो सबै पानी छल्किरहेको थियो होइन अन्त पानी छल्केर चाहिँ बोटभित्र अलि परिहाको लागि चाहिँ बोटभित्र पनि पानी आयो भने चाहिँ बोट डुब्न सक्छ भनेर चाहिँ दिदीहरू हामी दिदी चाहिँ एकदम डराउनु थियो हामीहरू चाहिँ अलिकति डरको माहौलै भइसकेको थियो त्यहाँ चाहिँ किनकि पानी हेर्नु तपाईँहरूसँग कस्तो डेन्जर छल्केको थियो कि राम्रो हामी यो बेगनास्थलको बीचमा छ हावा उडाएर एकदम छलाइरहेको छ रमाइलो पनि भइरहेको छ जुङ्गा लान सकिन्छ कि सकिन्न भन्ने पनि लागिरहेको छ है हामी वहाँ आइराखेका होला नि गयो उस्तै गरे रमिता हेर्नु हेरेर रमाइलो मानेछन् अनि हामी घुमेर रमाइलो मानेछौँ तर आज त अफिसमा रेडी छैन भयो नि त गराउने पुरै बिचमा त है डेन्जरै भयो नि हेलो हेलो तर आयो है वहाँ जान्छु हेर त पानीको साथ ओके हेर्नु नि दिदी अहिले लाइभ छिटो त छिटो आयो कतिमा हामी 25 यहाँनिरबाट आएछ 25 मा हिँडेको थियौँ होइन यहाँ पो आएछौँ है हामी त म त कता ठिकै होइन र अहिले त ठिकै हो नि ठिक हो हामी उता जाने अन्त यता जसै भए नि छिटो आइयो गरी छाला आयो यस्तो हकान्नेसी आउनु हामी चाहिँ त्यहाँबाट निस्किएर चाहिँ हामी चाहिँ फर्कियौँ फेरि घरतिर त्यस्तो हकान्नेर मान्छेहरू फोनहरू के गरेर प्लान भयो अब बाबु
सुनो बोले ना बोले ना सुनो इधर से आ रहे और काट के बाहर से कस्तो छ सुरु गरेको अनि अर्को दिन चाहिँ हामीहरू 5 जना भएर बाइक स्कुटी गरेर चाहिँ हामी चाहिँ पोखराको डाँडामा रहेको पुम्डीकोट मन्दिर चाहिँ गयौँ जहाँ चाहिँ शिवजीको ठुलो मूर्ति थियो। त्यहाँ चाहिँ 3 जना हाम्रो दाइहरू अनि भाउजू र म गरेर हामी 5 जना चाहिँ गयौँ बाइक स्कुटर बाइकमा। फाइनल्ली हामी चाहिँ त्यहाँ पुम्डीकोट भन्ने मन्दिरको गेट पुग्यौँ। म चाहिँ एकदम स्यास्या भएको थिएँ, अलिकति हिँड्न परेको थियो, त्यही पनि उकालो चढ्न नसकेर म एकदम स्यास्या हुँदै गएको थिएँ। अनि हामी चाहिँ पुम्डीकोट पुरै मजाले घुमेर दर्शन गरेर हामी चाहिँ ड्रिम सिटी भन्ने ठाउँमा गयौँ जहाँ चाहिँ मिरर हाउस थियो हैन। हामी त डाँडामा आयौँ नि पुम्डीकोट अनि यो ड्रिम सिटी यो हाम्रो यो छ सिसा। अलि मच्यो न मजा आयो मेरो सत्ता मेरी प्यारी बहिनीलाई फेरि पनि के रे बाबु भाडे स्टिलको कि सिल्टेको भाडा भाडा केसको चर्चको